हेर्न राम्रो त आइरह हेलो हेर्न तल हेलो गाइस नमस्ते नमस्ते हेर्न नाटक गर्दै हेलो गाइस नमस्ते नमस्ते आज चाहिँ म मेरो मम्मीसँग छु एन्ड वी आर गोइङ टु डु अ सर्ट च्यालेन्ज बिट्विन मम एन्ड डटर सो लेट्स सी मेरो मम्मीले चाहिँ मलाई कति चिन्नुहुन्छ है म मम्मीलाई क्वेसन सोध्छु अनि मम्मीले चाहिँ एन्सर राइट दिनुहुन्छ कि रङ दिनुहुन्छ भनेर हेरौँ है त मम्मी आर यु रेडी ल हेरौँ है सो हजुरलाई चाहिँ म यो पेन र कपी दिन्छु हजुरले चाहिँ एन्सर लेख्न पर्छ है म हजुरलाई क्वेसन सोध्छु हजुरले चाहिँ एन्सर लेख्नु अनि त्यसपछि हेरौँ त्यो एन्सर म्याच हुन्छ कि नै ओके त्यसमा ल सो द फर्स्ट क्वेसन इज मेरो बर्थडे कहिले हो मम्मी नेपाली डेट भन्नु नेपाली डेट भदौको 4 गते लेख्ने हो कि मम्मी भन्दिनँ पुरै फुल डेट लेख्नु वर्ष दिन र महिना नेपाली डेट है आर यु डन मम्मी खै देखाउनु के लेख्नु भयो सो मेरो मम्मीलाई बर्थडे थाहा छैन म भदौको 3 हो मम्मीले लेख्नुभयो 4 रङ फर्स्ट क्वेसन रङ 3 हो मम्मी जन्मेकै थिएस त्यसो भए त मिल्दै मिलेन भदौ 3 गते पाउनु भयो मलाई मैले पाऊ कि तिमीले मम्मी मेरो बर्थडे भदौ 3 हो मेरो बर्थडे भदौ 3 हो मम्मी कसरी बिर्सिनु भयो फर्स्ट क्वेसन नै मम्मीले आफैले पाएको दिनै बिर्सिनु भयो मैले जहिले भदौ 3 मा बर्थडे मनाएको छु मलाई थाहा इफ मैले रङ बर्थडे मनाएँ होला कि चाहिँ अहिलेसम्म चाहिँ मैले भदौ 3 मा मनाएँ है तर फर्स्ट क्वेसन नै मम्मीको रङ 0 पोइन्ट 0 पोइन्ट है त्यस्तो त लाज हुन्छ जाइ हुन्छ सेकेन्ड क्वेसन मम्मी मेरो मेकअप गर्दाखेरि मोस्ट फेभरेट पार्ट के हो लाइनर मस्कारा लिपस्टिक या फिर फाउन्डेसन या फिर कन्सिलर सबसे मन पर्ने चाहिँ मलाई नभई नहुने दुईटा चीज के हो दुईटा लेख्ने हो कि म भन्ने हैन ए दुईटा चीज हेर भाइ त हामीले गेस गर्छ किन यो चाहिँ ल भन्नु के हो मस्कारा र लिप ग्लस मस्कारा र लिप लाइनर हो बट लाइक इट्स ओके मम्मी तपाईँले जित्नु नै भयो यति क्लोज हुनुहुन्छ सो आई गिभ यु 1 पोइन्ट ताली सो मम्मीले पाउनु भएको छ 1 पोइन्ट 2 क्वेसनमा 1 पोइन्ट अब नेक्स्ट क्वेसन इज मम्मी अहिले म के पढ्दैछु मम्मीले थाहा छैन म के पढ्दैछु भनेर म अहिले कुन कोर्स पढ्दैछु ओके या फिर डिग्री भने पनि केही हुन्न त्यो उसको ल देखाउनु के लेखेँ डिजिटल मार्केटिङ मम्मी म सेल्स एन्ड मार्केटिङ पढ्दैछु केही थाहा छैन मलाई सो 1 out 3 मा जम्मा 1 राइट गर्नुभयो त्यो पनि अलमोस्ट भएर मात्रै मैले पास दिएको हो सो मेरो अहिलेसम्मको सबसे लामो फ्रेन्डसिप क्लोजवाला कोसँग छ नेपालदेखि यहाँसम्म लाइक अहिले म जति वर्ष भयो नि त्यहाँसम्म मध्ये सबसे लामो मेरो फ्रेन्डको नाम के हो एउटा मात्रै लेख्ने हो भने चाहिँ भन्ने के भन्नु मम्मी के हो दीक्षा राइट मम्मीले एउटा चाहिँ राइट गर्नुभयो फर्स्ट फाइनली फुल राइट आयो सो 2 आउट अफ नेक्स्ट क्वेसन इज मलाई सबसे के गर्न मन लाग्छ मम्मी नाच्न गाउन मेकअप गर्न स्विमिङ गर्न घुम्न के गर्न मन लाग्छ सबसे बसिरहन मन लाग्छ भन्नु न लेख्नु है लेख्नु छिटो अप्सन बसिरहन मन लाग्छ अप्सन छ नाच्न गाउन पढ्न स्विमिङ गर्न ल के हो पढ्न अरु त नाइ मम्मी मलाई गाउन मन
लाग्छ खै मैले गाएको सुनेकै छैन मलाई त गाउन मन लाग्छ यो पनि रङ म कति गाउँछु घरमा हामीले सुनेकै छैन जति पढेको मात्रै देख्छु मम्मी जम्मा 2 मात्रै ल्याउनु भयो त्यसो भए 5 मा 10 वटा क्वेशन छ मम्मी हजुरको अझै चान्स छ यदि तपाईले 5 ल्याउन सक्नु भएन भने हजुर मलाई माया गर्नुहुन्न छोरालाई मात्रै माया गर्नुहुन्छ है अरे बाबालाई सोध्छु है मलाई सानैदेखि के बन्न इच्छा थियो सानैदेखि मेरो ड्रिम जब के थियो लेख्नु है मम्मी नभन्नु ड्रिम जब ल भन्नुस् सानैबाट टिचर अहिले आएर एयर होस्टेज मम्मी मलाई या करेक्ट आन्सर इज फ्लाइट अटेन्डेन्ट जो चाहिँ एयर होस्टेज हो सो त्यही हो मलाई बन्न मन लागेको थियो र मेरो इच्छा पनि छ स्टिल सो मम्मीले 3 आउट अफ 6 गर्नुभयो अब म 2 पोइन्ट मात्रै हुनुहुन्छ है मम्मीहरूसँग 4 वटा चान्स छ है 5 ल्याउनलाई नेक्स्ट क्वेसन इज मेरो फेभरेट कलर कुन हो यो चाहिँ हजुरलाई अलिकति गाह्रो लाग्न सक्छ त्यही भएर म हजुरलाई 4 वटा अप्सन दिन्छु त्यो चाहिँ हो ब्लू ग्रीन पिङ्क कि त पर्पल 4 वटा अप्सन मध्ये मेरो फेभरेट कलर कुन हो ब्लू र पर्पल होला मम्मी लेख्ने हो कि एउटा मात्रै लेख्नुपर्छ लगाएको त देख्दैन कलर लगाउनेमा होइन कि मन पर्ने लाउनु पर्छ त लाउने त बडीलाई सुट गर्ने कलर लाउने हो कुन होला जुन लगाएको थियो देखिन्छ नै भन्नु पर्पल नो ए ब्लू ब्लू या ब्लू ब्लू लेखेको थिएँ पर्पलमा ल 4 वटा पोइन्ट पाउनु अब एक चान्ससम्म हजुरले ओके अब नेक्स्ट हो कि के भनौँ नेक्स्ट मलाई इच्छा लागेको एउटा देश जो म जान चाहन्छु र अहिलेसम्म गएको छैन कुन हो जो मैले भनिरहेको छु मलाई जान मन लाग्छ लेख्नुहोस् म अप्सन पनि दिन्छु कि हजुरलाई थाहा खै थाहा होला गेस गर्नु है त ल यदि यो भएन भने म मम्मीलाई फेरि एउटा चान्स दिएर 4 वटा अप्सन दिन्छु बिकज इट माइट नट बी इजी फर हर लेख्नुभयो ल भन्नुहोस् यो के हो कहिले भने म युके जाने भने हिजो अस्तिसम्म त्यही भनिरहेको थियो त नै मेरो पहिलेदेखि इच्छा भएको कन्ट्री के मम्मी त्यो युके त म जान्छु मात्रै भनेको म अप्सन दिन्छु हजुरलाई ओके सिङ्गापुर मालदिभ्स बाली कि त अमेरिका भन्नुहोस् लेख्नुहोस् बाली करेक्ट ए मम्मी 4 5 ल्याउनु भयो तपाईँले अब नेक्स्ट क्वेसन छ मेरो फेभरेट कारको ब्रान्ड कुन हो मम्मी टेस्ला Volkswagen, BMW, Audi, Honda के हो मेरो फेभरेट खै BMW त होला मलाई थाहा भएन Audi हो BMW भन्नुहोस् एउटा BMW करेक्ट ताली ओके नेक्स्ट क्वेसन चाहिँ मम्मी मलाई सबभन्दा डर लाग्ने जनावर कुन हो जनावर इन्सेक्ट जे भए पनि लाइक जे पनि के एउटा मात्रै हो सबसे डर लाग्ने मलाई एउटा खै सर्पसँग होला नत्र बाघसँग डराउनु म लेख्नु न सबसे डर लाग्ने एउटा मात्रै हो अरू पनि लाग्छ तर सबसे डर के हो स्नेक राइट सो मम्मीले पाउनु भएको छ 7 आउट अफ नेक्स्ट भिडियोमा चाहिँ म मम्मीको बारेमा गेस गर्छु र मम्मीले मलाई क्वेसन सोध्नुहुन्छ लेट्स सी है त सबले भन्छन् कि हामी बेस्ट फ्रेन्ड जस्तै छौँ बिकज वी लुक सेम एज मम्मी र ममा कति इयरको ग्याप छ अरे मम्मी त्यो त त्यही युट्युबको मान्छेलाई सोध्नुपर्छ हजुरहरूले यो भिडियोमा भन्नु अनि नेक्स्ट भिडियोमा चाहिँ मम्मीले खुलासा गर्नुहुन्छ है त हामी कतिको ग्याप छ भनेर है सबले हामीलाई दिदी बहिनी भन्नुहुन्छ त्यही भएर अहिले चाहिँ हामी सब भन्दैन नेक्स्ट भिडियोमा चाहिँ विल सेयर अबाउट इट अनि लास्ट क्वेसन टु एन्ड अनि हामी जान्छौँ मम्मी हजुरलाई चाहिँ मेरो सबभन्दा राम्रो बानी के लाग्छ त्यति भनिदिनु अनि बाई तिमी मेरो छोरी भएको मात्रै राम्रो लाग्छ त्यस्तो भन्दा कि मम्मी किन किन ल भन्नु नाइ राम्रो छ सबै आमा बाबु केयर गर्ने माया गर्ने छोरी भएपछि त त्यो त सबैले गर्छन् नि तर एक सबभन्दा एक राम्रो बानी के जो चाहिँ अरूकोले नगर्ला यो मेरो छोरीमा चाहिँ यो राम्रो बानी छ भनेर के लाग्छ सबै लाग्छ एउटा मात्रै भन्छु भिडियो के वेमा के खानुभयो के गर्नुभयो भनेर सोधिरहने त्यो त सबले सोध्छन् होला त्यही पनि ल भिडियोलाई नेक्स्ट भिडियोमा हामी अझै कुरा गर्छौँ हजुरहरूलाई कस्तो लाग्यो म र मेरो मम्मी बिचको कन्भर्सेसन एन्ड गेम नेक्स्ट भिडियोमा चाहिँ मम्मी हजुरले मलाई क्वेसन सोध्नु है हेर है त मैले हजुरलाई गेस गर्न सक्दिनँ ओके ओके डिल सो द्याट्स इट बाई बाई गरिदिनु मम्मी बाई थ्याङ्क यू फर वाचिङ भन्नु थ्याङ्क यू फर वाचिङ सब्सक्राइब गर्नु होला मेरो छोरीको भिडियो हेरेर मन पराइदिनु होला लाइक एन्ड सब्सक्राइब बाई टेक्नो गर्नु मन छैन